अहिलेलाई चाहिँ लगाउँ घाँस ल्याउनलाई। आत्तिन्छ भने चाहिँ यहाँ हेर पानी मात्रै खाएर यसरी फ्याँकेका छन् अनि पछि आफ्नो ठाउँमा गएपछि यो पनि दार्न सुरु हुन्छ होला। हामी घाँस लिन जाँदैछौँ, बाटो यस्तो छ। अलि फास्ट पछाडि यहाँ आएर देख्नु न। कस्तो बिच्केको। काट्न त काटेस् कि हातमा पानी फोको निक्लो चाहिँ नभन्नु नि फेरि। त्यतिकै राख्नु ल भिडियो। पानी फुको नि। ए बोल भनेको हिँड्नु हो यता घाँसमा। एउटा घाँस ल्याउनुमा सजिलो छैन है। हामी चाहिँ यो खोला हुँदै माथिबाट झारेको बाइक होइन, कहिले खोला अनि यहाँ त झन् पल्टियो झन्डै, तर केही पनि भएन। त्यस बलियो मान्छे हुँदाखेरि त्यस्तो खासै असर पर्दैन। So alright, good morning everyone from थाहा होला, थाहा नहुनसक्छ, त्यही पनि भनिदिन्छु म। सो हामी अहिले आसाममा छौँ, उदलगुडी डिस्ट्रिक्टमा। एन्ड यो गाउँलाई चाहिँ आमजुली भन्दो रहेछ। सो हामी यहाँ आएको चाहिँ 2 दिन भइसक्यो, 2 दिन भएको थियो भ्लग नगरेको। सो आज चाहिँ यसो गरिदिउँ भनेर होइन, यहाँ हरियालीमा। सो हामी बस्ने चाहिँ 5 स्टार होटल यता छ हाम्रो दाइको। अनि के कुरा भन्दाखेरि जस यहाँको 2 दिन भइसक्यो होइन, तर बिहान चाँडो उठ्नै सकिएन क्या। मतलब एकैचोटि बिहान बेलुका सुत्यो, बिहान उठ्यो, त्यही छ काम चाहिँ। किनभने चाहिँ यहाँ यस्तो बबल अक्सिजन पाइन्छ नि यहाँ होइन, फ्रेस। बिहानै उठ्दा नि फ्रेस भइन्छ। उता चाहिँ कस्तो हुन्छ भने चाहिँ फ्यान चलाउँदाखेरि पुरै जिउहरू थाकेको यो त्यो हुन्थ्यो होइन। सो त्यस्तो चाहिँ हुँदैन रहेछ। अनि म चाहिँ भर्खर उठेर ब्रस गर्न लागेको छु। आफ्टर द्याट चाहिँ म फ्रेस भएर यहाँको केही तपाईँहरूलाई यसो भौगोल कुराहरू देखाउँछु। पुरानो कुराहरू हुन्छ नि त, सबै देखाउने छु होइन। सो त्यसपछि ब्रस गरौँ पहिला। सो गाइस त्यही हो, म नुहाएर ब्रस गरेर फ्रेस भइसकेको छु। अनि त्यसपछि हामी अहिले चाहिँ फर्स्टमा गाई बाख्राको लागि घाँस लिन जाने, अनि त्यसपछि बिहेतिर जानु पर्ला। सो त्यही हो, हतार छ अलिकति होइन आज देखाउन पाइने यताको अर्ग्यानिक कुराहरू। सो अरू दिन हेरौँला। सो अहिलेलाई चाहिँ लगाउँ घाँस ल्याउनलाई। हेलमेटमा क्यामेरा छैन, यसरी अडाउनु परिरहेछ। अब यता जानु पर्ने होला। हामी चाहिँ अहिले यो ड्राइभरले यसरी चलाउँदैछ। बाटो यस्तो छ, हेलमेट लगाइएको छैन। किन भन्दाखेरि गाउँमा आएको छ, यो खोलो भत्किसकेको पुल हो। हामी यताबाट जान्छौँ। गाउँको खोलामा होइन नि, यो गाउँको त्यही खोला हो, त्यही खोला हो। झर्दा अनि अब हामी घाँस लिन जाँदैछौँ, बाटो यस्तो छ। बाख्राको लागि घाँस लिन यसरी बाइकमा हामी चाहिँ जाँदैछौँ। है केटा हो, चियापात बगानमा पनि आइसक्यो। दामी बाटो रहेछ यार, बवाल छ, सेक्सी छ बाटो। सेक्सी, म जस्तै सेक्सी रहेछ बाटो नि। आज शनिबारको दिन बुढो खसी किन भन्दै हामी चाहिँ अब बुढो खसीलाई होइन, तन्नेरी खसीलाई चाहिँ घाँस लिन जाँदैछौँ। ल घाँस लिने ठाउँ आइपुग्यौँ हामी। अनि यहाँ चाहिँ यसरी चियापात टिप्दैछन् सबैले। यस्तै छ केटा हो, घाँस काटिँदैछ। यस्तो बिचमा मान्छेलाई छिराएर सिस्नोले झ्यामी हामीले कुदाउँदा कति मजा आउँछ होला नि। कहाँ भाग्न सक्छौ। छिटो हौ, के साह्रो ढिलो हिँडेको, अलि फास्ट। म त ड्राइभर मात्र हो नि त हौ सोल्टी। कस्तो बिच्केको। काटेर छोडिदिनु मिलाएर हाल्छ। किन गरेको थियो भिडियोमा आउँछ नि हौ सोल्टी, धेरै काम गरिसकेको यस्तो त मैले। हेरौँला नि त, रङ्ग न ढङ्ग पकाबुडी सेल भने जस्तै होला नि त। हेरौँला नि।
त्यो महँगो जिमभित्र बसेर उठाउनु र नेचुरल जिम गर्नु भनेको फरक हुन्छ नि त हौ। अघि पनि हेरिसकियो नरिवल खान कसरी दिमाग लागेको थियो भनेर। पावर हो नि त सोल्टी पावर। रिप्ले गर्छु युट्युबमा चाहिँ कसरी रिप्ले हुन्छ के? त आउनु पर्यो नि त। हुन्छ र हामी प्रिमियम हौँ। काट्न त काटेस् कि हातमा पानी फोको निक्लोस् चाहिँ नभन्नु नि फेरि। एकछिन त्यतिकै राख्नु ल भिडियो। पानी फुको नि जमानामा थिए हो माल भइसकेछ नि फेरि त टिप्नु नि त। आम्मा आँखा बस्न छिर्यो यार। कस्तो अमिलो क्या अमिलो भन्दा नि नुनिलो। सो हाम्रो काटकुट भइसकेछ। अब बाइकमा लोड गर्ने बुढोलाई पछाडि हाल्ने घाँसको माथि अनि त्यसपछि लाग्ने अनि यहाँबाट डाइरेक्ट हामी बिहेमा जान्छौँ होइन। अनि त्यहाँ गएर लोड सोड गरेर यसो देखाउँछौँ तपाईँहरूलाई। सो त्यही हो गाइस है। ल बाटोमा भेटौँ ल। ए बोल भनेको हिँड्नु हो यता घाँसमा बबाल मजा आउँदै सर काम गर्नु नि बोकेर पुर्यायो नि त। पुऱ्याउनु यतिकै होस् लाग्यो के खानु यहाँ खाने हो। एउटा घाँस ल्याउनुमा सजिलो छैन है। हामी चाहिँ यो खोला हुँदै माथिबाट झारेको बाइक होइन कहिले खोला अनि यहाँ त झन् पल्टियो झन्डै तर केही पनि भएन। त्यस बलियो मान्छे हुँदाखेरि त्यस्तो खासै असर पर्दैन। सो जाँदैछौँ अगाडिको बाटो पनि यस्तै छ अझै माथि जानुपर्ने छ होइन। त्यही हो कुरो चाहिँ। ल एकवटा घाँस ल्याएपछि त बाख्राले दिनु पऱ्यो नि त यार। ल तिमीलाई हाम्रोतिरको बाख्राले चाहिँ फेरि यो ढुकुनु भन्छ नि। यता ढुकुनु भन्छ यो सुकेको पत्ता पनि हानिदिन्छ है। पुरै झारिसकेको छ। यत्रा हुन्छ नि फेरि खरायो जत्रा ठुल्ठुला खसी भनेको यस्तै हो। यहाँ चाहिँ खरायो जस्तै हुन्छ। के सुपारीको पातलाई यहाँ ढुकुनु भन्छ। पहिलोचोटि दिमाग लागेस् त तैँले है। बाख्राले दियो अब एउटा बोसले यहाँ हेर्दैछन्। ल खान्छ ल दिस इज फर यु है त आजको डिनर लन्च इन्जोय। खान्छ हो यत्रो पसिनामा पसिना भयो गर्मीले चिसो त खानै पऱ्यो नि होइन। अनि त्यही भएर चाहिँ यो चाहिँ हिजो अस्ति खाएको सामान हो। यो मलाई फेरि नदीको लास्ट मनपर्छ कि होइन। यति छ अनि खोज्दै जाउँ अर्को। यहाँ अघि झारेको थियौँ हामीले। कोब्रा सोब्रा त छैन नि यार बर्बाद पार्छ फेरि। ल यहाँ रहेछ गाइस दुईवटा छ फेरि यहाँ सर्पतर्प त छैन नि। यो भोलिको लागि राख्नु आज व्यवस्था यसको। त्यो हान्न आँटेको त भोलिको लागि राखौँ भनेर सुड्डो आज पो। ल ठिक छ। मान्छेहरूले धेरै खाना पाएपछि मात्तिन्छ भने चाहिँ यहाँ हेर पानी मात्रै खाएर यसरी फ्याँकेका छन्। अनि पछि आफ्नो ठाउँमा गएपछि यो पनि दार्न सुरु हुन्छ होला। अब त गएपछि त्यतिखेर थाहा हुन्छ। यहाँ हेर न म त नबुझेका सामान पाएको बेलामा लोड गरिहालौँ न। हामी नेपाली हौँ कि भोलिलाई सोच्दैनौँ क्या। त्यही भएर ल आजलाई सोच्ने नि भोलि मरिगयो भने के गर्नु। त्यही भएर आजलाई सोच्ने खाने लोड गर्ने। ल है रेडी। 5 hours later. यता दुईजना राइडर फेरि आउँदैछन्। हाम्रो चाहिँ तिनवटा ग्रुप हो। त्यो आसामको बिहे फर्स्ट टाइम एटेन्ड गर्दैछौँ हामी। जस्तो सुकै हो जस्तो सुकै होस् त्यहाँ रमाइलो चाहिँ गर्नुपर्छ। राइडर फेरि यता हेलमेट पर्दैन है केटा हो। होइन नि यो गाउँको लागि मात्रै हो। गाउँको लागि चाहिँ बजारमा चाहिँ पर्छ फेरि भिलेजको लागि हो। उता चाहिँ फाइन कति छ दाइ? यता 2000 हो। 2000 हेलमेट नलाएको 2000 है केटा हो। 2000 तिर्न मन छ भने हेलमेट नलाउनु। हाम्रो यसमा हल्का पनि अलिकति अगाडि जाउँ न, यतापट्टि जाउँ न, यता अगाडि जाउँ।
रियल सर्ट हो नि त वी डोन्ट निड के भन्छ वी डोन्ट वान्ट टु मिस क्या अपर्च्युनिटी सो त यो केटा हो अब यहाँ एकछिन बसेर हामी लोडिङ दिने लोडिङतिर जाँदैछौँ अब हल्का यसो यहाँ बिहेमा आएर लोड नगरेको त हुन्न होइन त्यही हो हाम्रो ग्रुप चाहिँ यति छौँ सबैजना हाम्रो दाई ह्यान्डसम दाई बडी बिल्डर दाई तपाईँलाई यहाँ गर्मी भएर पुरा हम्काइरहेको छ हेर्नुहोस् आयो भन्दैछ थालै थालमा अरू यहाँ दुईजना पनि हम्किरहेको छ नि नचिन्ने बहिनीहरू हुन् म त साथी मात्र ए ल यहाँ लोड हुँदैछ सामान गाडीमा म त हल्का मात्र त्यति नै भाइ चाहिँ मेरो बोली हाल्नु अलिकति हाल्नु हड्डी नै अब हड्डी खान त म जानुपर्छ अर्को बेबी दाई लोडिङ सुरु भयो अब ल ठिक छ ल ठिक छ ल के गर्नु यताको उसले लागेको छ फेरि खै हेर यस्तो पो लागेको छ त हौ जस्तो लाग्यो हल्का घट्यो अब खाएपछि फेरि हुन्छ अब माछा खाएपछि माछा जस्तो चाहिँ कुद्नु होइन है ल दाइ ल हस् स्विमिङ चाहिँ जान्छौँ फेरि अहिले जिममा यतिको लागि यति क्या जस्तो छ पचाउनलाई होइन डाइजेसन एन्ड हेयर इज फिस ओइल प्रोटिन एन्ड एभ्रिथिङ यो त अब खाइँदैन भाइ के चल्दैछ हुँदैछ ल ल ल ल ल ल जिएस जिएस लोड लोड हाम्रो दाइ दाइ के हुँदैछ बबाल हो बबाल हुँदैछ ल बबाल पारामा ल हाँस कडा हाँस्दियो यार सो गाइस आजको भ्लग चाहिँ यति नै भनौँ होला अनि त्यही बिहे हेरिहाल्नु भयो कस्तो के भयो मैले चाहिँ भिडियो गर्न पाइनँ अलिअलि थोरै सर्ट्सहरू दाइले हानिदिनु भयो मैले केही हाने अनि त्यसपछि यस्तै हुँदो रहेछ यताको बिहे चाहिँ एन्ड हामीसँग आज हुनुहुन्छ भाइ भतिज भन्दा नि भयो होइन भतिज चाहिँ जिएसको भतिज हाम्रो नि भतिज अनि त्यही हो भोलि गुरुकुल जाने अरे ऊ बिचरा ऊ त अब पण्डित मान्छेलाई गाह्रो छ अनि भाइसँग आज घुमघाम गरेको छु अनि अरू के भनौँ आसाम कस्तो लाग्यो तपाईँहरूलाई यहाँको बिहे रहन सहन यस्तै छ जस मलाई चाहिँ रमाइलो लाग्यो अनि तपाईँहरूलाई कस्तो लाग्यो अलिकति यसो कमेन्ट छोड्नु होला एन्ड आफ्टर द्याट अरू भन्नु चाहिँ के छ भनेपछि लगभग अब 5-10 दिन बस्ने हो अनि सकिन्छ भने उता भुटानतिर पनि हामी लागिन्छ होला अलि 1-2 दिनपछि अलि फ्री छैन अनि त्यही हो आज यहाँ बिहे थियो भोलि सायद अर्को ठाउँमा बिहे छ कि इन्भाइट गरिरहेको छु त्यहाँ पनि जानुपर्ने छ अनि त्यही हो कुरो चाहिँ अनि यहाँ चाहिँ एकदमै हरियाली छ यस्तै चाहिँ हाम्रै नेपाल जस्तो छ यो त चियाबारी हो पुरै होइन यहाँको चाहिँ मेन सोर्स अफ इन्कम भनेकै चियाबारी रहेछ अनि त्यसपछि आफ्टर सेकेन्डरीमा चाहिँ सुपारी पर्दैन भाइ अनि त्यही हो अब आजलाई भ्लग इन गरौँ होला भाइले के भन्नु छ केही छैन होइन भोलि जाँदैछौ बिचरा भाइलाई गाह्रो छ भेट हुन्छ हुँदैन थाहा छैन लाइक सेयर कमेन्ट गर्नु त्यही हो गर्नु होला मन पऱ्यो भने मन परेन प्लिज डोन्ट डु एन्ड त्यही हो अब भाइसँग इटरतिर आउँदा यसो भेटघाट होस् म यता आएँ नि भाइसँग भेटघाट होस् होइन त्यही हो कुरो चाहिँ सो आजलाई यति नै एन्ड थ्याङ्क्स फर वाचिङ गाइज आजको राइड यसमा छ है हामीलाई ल आजको राइड चाहिँ यसमै छ है वान अफ दि मोस्ट डिमान्डेड बाइक इन एभ्रिवेयर सबै ठाउँमा चाहिँ यो बाइकको डिमान्ड राम्रो छ है